सम्पदाले धनी देशमा लोडसेडिङको लहरको उज्यालोको विकल्पमा जुन भन्दछ नचेल। हेलो सरकार हामीलाई नुन भन्दछ नचेल, एउटा गोली दबाएर खुन भन्दछ नचेल। पाता फर्काई जेलभित्र घचेर्दा थाहा पाउला, 601 एउटै खोरमा अचेर्दा थाहा पाउला। त्यतिले मात्र कहाँ पुग्छ र जनता ठग्ने पापीलाई कोमल पोखरेकी काली नागले लखेर्दा थाहा पाउला। नेपाली जनताको लागि थारो गाई जस्तै बनेको संविधान सभाप्रति व्यङ्ग्य मात्र होइन कि उनीहरूले कविता, मुक्तक र गजल मार्फत खुम्चिँदै गएको कमल पोखरीको हालतप्रति चर्को कटाक्ष गरेका छन्। अहिले सहर मसान घाट भइरहेछ र मान्छे लास बनिरहेछ। भो छाडिदे कमल पोखरी, सेता कमलका फुलहरू फुलाउन, कमलका फुलहरू हेर्ने संवेदनाको चिम्टी पनि छैन। प्रेम शाश्वत विषय हो, दोहोरो हुनुपर्छ, के जरुरी छ र प्रेममा? प्रेम शाश्वत विषय हो, दोहोरो हुनुपर्छ, के जरुरी छ र प्रेममा? तिमी चाहे मलाई प्रेम गर या नगर त्यो तिम्रो खुसी। तिमी चाहे मलाई प्रेम गर या नगर त्यो तिम्रो खुसी। के म तिमीलाई प्रेम गर्छु भन्न पनि पाउँदिन? विशाल विश्वको एउटा कुनामा तेरो अवस्थिति मलाई टिट लाग्दो लाग्यो। ओ कमल पोखरी, मान्छेहरू तँलाई चिन्दैनन् किनकि मान्छेहरू आफैलाई पनि चिन्दैनन्। विराट सुन्दरता खुल्ने फुलका थुङ्गा टिपेर मान्छे लासमा चढाउँछ। त्यसो त पोखरेली साहित्यमा नयाँ आयाम भित्राएको युवा पुस्ताले गलत संस्कृति र परम्पराको विरोध गर्न कलम तिखारे र विकृतिको विरुद्ध राँको बाले कतै जनयुद्धको दौरानमा तानाशाहीहरूले दिएको पीडाका नमिठो गाउँहरू सम्झिए सृजनाबाटै। सुरुङभित्र मान्छेहरू सायद देश खोजिरहेछन्। सुरुङभित्र मान्छेहरू सायद बेपत्ता आफन्त खोजिरहेछन्। सुरुङभित्र मान्छेहरू सायद बेपत्ता आफन्त खोज्दैछन्। सायद मान्छेहरू सुरुङभित्रबाट कतै टाढा मुक्तिको संसारसम्म पुग्ने मार्ग खोज्दैछन्। सहरमा अग्ला अग्ला घरहरू छन्, घरहरू भन्दा अग्ला रहरहरू छन्। वर्गीय समानताको कुरा गर्थ्यो, अरे हिजो वर्गीय समानताको कुरा गर्थ्यो। हेर्नुस् त आज उसकै घरमा कति नोकरहरू छन्। म सोच्दैछु यस्तो संसार बनाउँछु, दुश्मनलाई पनि यार बनाउँछु। उसैले हो मलाई यो पाठ सिकाएको, म त्यसैलाई आफ्नो हतियार बनाउँछु। म सोच्दैछु यस्तो संसार बनाउँछु, दुश्मनलाई पनि यार बनाउँछु। धन्यवाद। गजल सन्ध्या पोखराका उपाध्यक्ष बिर्सना बस्नेतका अनुसार आफूहरूले गरेको यो साहित्यिक यात्राले सम्भावना बोकेर पनि ओझेलमा परेका स्थानहरूलाई अगाडि ल्याउनेछ, जो साहित्यिक इतिहासको लागि पनि महत्त्वपूर्ण अभिलेख बन्नेछ। साहित्यिक दृष्टिकोणले जब ओझेलमा परेका हाम्रा नजिकका गाउँठाउँ र बस्तीहरू एउटा ओझेलमा परेका भए पनि हामीले ती ठाउँमा पुगेर हाम्रा सिर्जनाका माध्यमबाट ती ठाउँलाई अलि अगाडि ल्याउने प्रयत्न हामीले गरिरहेका छौँ र यो गरिरहने पनि छौँ। कसले बनायो दास अब भिउजानु पर्छ, ए मरेका लास अब भिउजानु पर्छ। तिमी घोटिरह्यौ चुइरहे पसिना, खोसिदा घाँस अब भिउजानु पर्छ। कति थिचिन्छौ अरूकै खुट्टाले, छुनु छ आकाश अब भिउजानु पर्छ। झुपडी मात्र उडे उडाउनु पर्थ्यो महल पनि, तिमी बनेर बतास अब भिउजानु पर्छ। यी युवा तन्नेरी वा नयाँ पुस्ताको आगमनलाई पाका वा पुराना सर्जकहरू सकारात्मक मान्दै यो यात्रालाई जारी राख्न सुझाउँछन्, जसमध्येका एक हुन् स्रष्टा लक्ष्मण थापा। यसको यो जीवन्तता निरन्तर रहनको लागि यो नयाँ साथीहरूको यहाँ प्रवेशको आवश्यकता छ र यसले हामीलाई साहित्यमा रुचि राख्ने साहित्यकारहरूलाई नयाँ सिर्जनाको अवसर दिन्छ भने भर्खर बिर्सनाले भने जस्तै जुन ठाउँहरू ओझेल परेका छन्, महत्त्वपूर्ण हुँदाहुँदै पनि ओझेल परेका छन्, ती ठाउँहरूलाई एउटा बाहिर ल्याउने हाम्रो प्रयास हो। जीवन र जगतको यथार्थबोधका लागि अक्षर यात्रा नामका अभियान कर्मीहरू विकट गाउँका झुपडी र बस्तीहरूमा पनि एकपटक धाउने हो कि जहाँ भोकोपेट र नाङ्गो आङ लिएर बसेका गरिबहरूले के हामी साहित्यमा लेखिन सक्दैनौँ भनेर सोधिरहेका छन्। गण्डकी टेलिभिजनका लागि रामचन्द्र राई, पोखरा।